सेवातर्फ अघि बढिरहेका छौँ र हामी बाहिर भित्र नगरेर हाम्रो नानीहरूलाई पनि हामी सम्हालेर राखौँ अनि हामी परमेश्वरको वचन केही समय हामी सुन्नेछौँ। परमेश्वरको वचन हामी केही समय मनन गर्नेछौँ, बस्नेछौँ परमेश्वरको वचनको उपस्थितिमा। हुन्छ, हामी हिजो हामीले फर्स्ट सङ्गति गरिरहेका थियौँ अनि परमेश्वरको वचनबाट हामीले चुनौती पाइरहेका छौँ। जस्तै पनि समस्या भए तापनि परमेश्वरमा हामी बनिरहनुपर्छ भन्ने कुरो है हामीले वचन सुनिरहेका थियौँ। अनि साँच्चै नै हाम्रो जीवनमा धेरै परिस्थिति आउँछ, दुःख आउँछ, समस्या आउँछ, अशान्ति आउँछ, कष्ट आउँछ, तर हामी परमेश्वरमै बनिरहनुपर्छ। आमेन। परमेश्वरमा हामी रहिरहनुपर्छ। धेरै यस्तो समस्याहरू आइपर्छ है, धेरै दुःख आइपर्छ। यी दिनहरूमा हामीले धेरै भनाइहरू हामीले सहिरहेका छौँ, धेरै भनाइहरू आइरहेछ है। धेरैले भनिरहेछ हामीले ती कुरोहरू सामना गरिरहनु परेको छ, तर परमेश्वर हामीसँग हुनुहुन्छ अनि हामी डराउँदैनौँ, निराश हुँदैनौँ, हामी हताश हुँदैनौँ। परमेश्वरले नै निश्चय नै हामीलाई सम्हाल्नुहुन्छ। आमेन। अनि किनभने हामी बाहिरबाट आएर सेवा गरेको कारणले गर्दा होला धेरै कुरा हामीले सहनु पर्दो रहेछ। धेरै कुरालाई हामीले सहेर धेरै कुरोको सामना गरेर हामी सेवामा अघि बढ्नुपर्छ। यो कुरो हामीले महसुस गरिरहेका छौँ यी दिनहरूमा है। तर जे पनि होस् परमेश्वर हामीसँग हुनुहुन्छ। जस्तै पनि परिस्थिति परमेश्वरले हामीलाई सम्हाल्नुहुन्छ है। परमेश्वर हाम्रो साथमा हुनुहुन्छ अनि हामी उहाँको सेवामा निरन्तर अघि बढिरहेका छौँ। परमेश्वरले हामीलाई सिकाउँदै लगिरहनु भएको छ। उहाँले हामीलाई उहाँको आत्माको सामर्थ्यमा डोराइरहनु भएको छ। परमेश्वरलाई म धन्यवाद भन्न चाहन्छु। अनि आजको दिन हामी यहाँनिर छौँ, परमेश्वरको भवनभित्र छौँ, तर आज हामी कतिजना हामी सङ्गतिमा छैन। हाम्रो आफ्नो कामको व्यस्ततामा हामी अघि बढिरहेका छौँ। अनि दुःख लाग्छ यो कुरा देख्दाखेरि। यदि हामीले पो एउटा मण्डलीको गोठाला भएको कारणले गर्दा, मण्डलीको पास्टर भएको कारणले मैले पो भन्न जानेन कि, मैले पो बोल्न जानेन कि है, मैले पो शिक्षा दिन जानेन कि, मैले पो परमेश्वरको वचनबाट सही शिक्षाहरू दिन जानेन कि जस्तो लाग्छ है। यो कुराहरू देख्दाखेरि, यो कुराहरूलाई देख्दै गर्दाखेरि मलाई त्यो त्यस्तो लाग्छ। किनभने म मण्डलीको एउटा गोठाला भएको कारणले गर्दा मैले आज मण्डलीलाई सही शिक्षा दिन नजानेको कारणले गर्दा होला आज प्रभुको जनहरू, मण्डली विश्वासीहरू सङ्गतिमा हुनुपर्ने सङ्गतिमा रहँदैन। धेरै दुःख लाग्छ। किनभने हामी अनि प्रभुसँग म यही भन्छु, प्रभु तपाईँले मलाई क्षमा दिनुहोस्। मण्डलीलाई आज मैले सही शिक्षा दिन सकिनँ होला, मण्डलीमा मैले केही कुरोहरू सिकाउन सकिनँ होला। प्रभु तपाईँले मलाई क्षमा दिनुहोस्, किनभने म तपाईँको सेवक हो भनेर म परमेश्वरलाई जहिले पनि भन्ने गर्छु है। आज हामी परमेश्वरको भावमा हुनुपर्ने, परमेश्वरको सङ्गतिमा रहनुपर्ने, तर हामी मण्डली आफ्नो काममा व्यस्त छौँ। अनि हामी सङ्गतिलाई भन्दा प्राथमिकता, परमेश्वरको उपस्थितिलाई भन्दा हामी संसारको कामहरूलाई हामीले प्राथमिकता दिइरहेका छौँ यो घडी। तर हामी याद गरौँ परमेश्वरको समय, परमेश्वरको आगमनहरू नजिक आइरहेछ। हामी कता जाँदैछौँ यो कुरा हामी याद गर्नेछौँ। आज हामी यो विषयले हामी वचन सुन्नेछौँ। भोलि पाल्म सन्डे, भोलि के अरे पाल्म सन्डे, तर भोलि हामी सङ्गति गर्दैनौँ। आजै हामी शनिबार सङ्गति गर्ने भएको कारणले गर्दा आजै हामी के गर्छौँ, पाल्म सन्डेको विषयमा परमेश्वरको वचन सुन्नेछौँ। खासमा त भोलिको दिन हो है। भोलिको दिन अघि बस्नेमा अलिकति दिलगी गर्दै थियौँ। सबैजनाले खजुरको पात हल्लाएर, खजुरको डाँडामा हल्लाएर परमधाममा परमेश्वरको पुत्र येशू दाउदको सन्तानलाई होसाना महिमा होस् भनेर स्वागत गरेको थिएँ भने आज हामी मण्डलीमा कोलाको पत्ता हल्लाएर होसाना मनाउन भनेर मैले जिस्काइरहेको थिएँ बस्ने आमालाई। अनि त्यसो गर्नु त रोया हुन्छ नि, फेरि भाइरल होला नि त भनेर भन्दै थिएँ है। हामी भाइरल हुन चाहँदैनौँ जस्तो जिस्केको मात्रै, तर हामी आजको दिनमा पाल्म सन्डे येशू किन यरुशलेममा प्रवेश गर्नुभयो है। अनि यरुशलेममा जब उहाँ प्रवेश गर्दै गर्दाखेरि चाहिँ यरुशलेमका सारा मानिसहरूले यहुदीहरूले चाहिँ येशू क्रिस्टलाई के गरे है। यहाँनिर त छैन डाँडा, यो एउटा ड्रम डिस्ट्रिक्ट, सबैजनाले के गरे खजुरको डाँडाहरू हल्लाउँदै येशू क्रिस्टलाई चाहिँ के गरे स्वागत गरेका थिए हैन। सबैजनाले स्वागत, आफ्नो लगाएको लुगाहरू भुइँमा येशू क्रिस्ट हिँड्ने बाटोमा छाइदिएर येशूलाई स्वागत गरेका थिए भने आज हामीले पहिलाबाट नै येशूलाई हाम्रो हृदयमा हामीले स्वागत गरेका छौँ, छैन होला र?
हामीले पहिल्यैबाट हाम्रो येशूलाई हाम्रो हृदयमा हामीले स्वागत गरेका छौँ। अनि हामीले त्यो काम गरिरहनु पर्छ जस्तो मलाई लागेन। हामीले यहाँनिर लुगाहरू ओछ्याइरहनु पर्छ जस्तो लागेन। हामीले खजुरको डालाहरू हल्लाइरहनु पर्छ जस्तो लागेन। तर हाम्रो हृदयमा चाहिँ हामीले अघिबाट येशूलाई हामीले स्वागत गरिसकेका छौँ है। त्यो कारणले गर्दा भोलि भए तापनि हामी आजको दिनमै हामी पाम सन्डेको विषयमा हामी अलिकति परमेश्वरको वचनलाई हामी सुन्नेछौँ, परमेश्वरको वचनलाई हामी मनन गर्नेछौँ अनि परमेश्वरको वचनबाट हामी आशीषित हुनेछौँ। र आउनुहोस् हामी प्रार्थना गरौँ। परमेश्वर म प्रार्थना गर्छु येशूको नाममा, प्रभु तपाईँको वचन हामी सुन्नको निम्ति तयार भएका छौँ। तपाईँको उपस्थिति, तपाईँको ज्ञान बुद्धि, तपाईँको सामर्थ शक्ति, तपाईँको वचनको आशीष तपाईँले हामीलाई दिनुहोस्। हामी मण्डली तयार छौँ तपाईँको वचन सुन्नको निम्ति। अनि तपाईँ हामीसँग बोल्नुहोस्। तपाईँको पवित्र मण्डलीसँग प्रभुको यो घडी बातचित गर्नुहोस्। तपाईँको वचनको उपस्थितिले ढाक्नुहोस् अनि तपाईँको उच्चारिनुहोस् अनि महिमा दिनुहोस्। वचनको अघि कुनै पनि समस्याहरू बाँधेर हुनेछ र सबै कुरो येशूको नाममा प्रार्थना गर्दै तपाईँको उपस्थिति माग्दै सबै पनि म तपाईँलाई चाहन्छु येशू प्रभुको नाममा। आमेन। हालेलुया हालेलुया। र हामी यहाँनिर मत्ती 21 को 2, 3, 4 पदलाई हामी हेर्नेछौँ ल। मत्ती 21 को 2, 3, 4 पदलाई हामी हेर्नेछौँ। यहाँनिर यसो भनेको छ, म पढ्नेछु। मत्तीको पुस्तक 21 अध्याय उसको 2, 3, 4 पदलाई म यहाँनिर पढ्नेछु। यहाँनिर यसो भनेको छ, म यहाँनिर पढ्नेछु। तिमीहरू सामनेको गाउँमा जाऊ, त्यहाँ पुग्ने बित्तिकै तिमीहरूले एउटा गधा र त्यसको बछडो बाँधिएका भेटाउनेछौ। तिनलाई फुकाएर मौका ल्याऊ। कसैले तिमीहरूलाई केही भन्यो भने प्रभुलाई यिनको जरुरत छ भन्नु र त्यसले तुरुन्तै ती पठाइदिनेछ। 4 पद, अगमवक्ताद्वारा बोलिएको वचन पुरा होस् भनेर यो भनिएको हो भनेको छ। आमेन। यहाँनिर हामीले देखेछौँ आज कतिजनाले के अरे खजुरको के अरे आइतबार पनि भनेर भनेको छ है। खजुरको डाला हल्लाउने आइतबार पनि भनेर भनेको छ। खजुर आइतबार पनि भनेर भनेको छ। तर हामी आइतबारको दिन छैनौँ, आज शनिबारको दिन छौँ। अनि शनिबारको दिन हामी यो अलिकति वचनलाई हामी हेर्न गएको छौँ। मत्ती 21 को 2, 3, 4 पदलाई मैले यहाँ पढेको छु। अनि येशू किन चाहिँ गधामा बस्नु भयो, यसको अर्थ के हो अलिकति हामी हेर्छौँ ल। येशू किन चाहिँ गधामै बस्नु भयो, यसको अर्थ के हो? येशू किन चाहिँ गधामै बसेर यरुशलेममा प्रवेश गर्नुभयो? येशू किन गधामा बस्नुभयो र यसको अर्थ के हो? अथवा येशू किन गधामै बसेर चाहिँ यरुशलेम प्रवेश गर्नु पर्थ्यो? किन चाहिँ येशूले गधा लिएर आऊ भनेर सामनेको गाउँमा चेलाहरूलाई पठाउनु भयो? अनि के छ गधामा त्यो रहस्य? येशू किन गधामा बस्नुभयो र यसको अर्थ के हो? अलिकति हेर्नेछु। आज भोलि वाम सन्डे भएको कारणले गर्दा आज यसको विषयमा हामी हेर्नेछौँ। अचम्म लाग्दै होला है, येशू किन गधामा बस्नुभयो यसको अर्थ हो। किन येशू गधामा बस्नुभयो? किन चाहिँ गधामै चढेर येशू यरुशलेममा जान पर्थ्यो? अनि गधामा चढेर येशू यरुशलेम आउँदै गर्दछ मानिसले किन चाहिँ येशूलाई लुगाहरू ओछ्याएर स्वागत गरे? किन चाहिँ खजुरको डालाहरू हल्लाउनु पर्यो त? अथवा किन चाहिँ येशू गधामा चढ्नुभयो? के अरूमा चढ्नु पर्दैन थियो र? घोडामा चढ्नु पनि सक्नुहुन्थ्यो होला होइन, उहाँ हात्तीमाथि पनि चढ्नु सक्नुहुन्थ्यो होला, उहाँ कुनै न कुनै अरू जनावरमाथि पनि उहाँ चढ्नु सक्नुहुन्थ्यो होला। तर किन चाहिँ येशू गधामै चढ्नुभयो? किन येशू गधामै चढेर यरुशलेममा प्रवेश गर्नुभयो है? पाम सन्डे भनेर हामी भन्छौँ। अनि के अरे यो खजुर आइतबार पनि भनेर भन्ने गर्छ। अनि यो खजुर आइतबार अथवा यो पाम सन्डे चाहिँ किन हामी मनाउँछौँ त भन्दाखेरि येशू यरुशलेममा प्रवेश गर्दै गर्दा मानिस चाहिँ एकदमै खुसी भएर आनन्दित भएर चाहिँ येशूलाई स्वागत गरेको दिन। अनि येशू किन गधामै बस्नु पर्थ्यो त? किन गधामै बस्नु पर्थ्यो त भन्दाखेरि हामीले यहाँनिर मत्ती 21 को 4 पद पढेका छौँ। मत्ती 21 को 4 पद पढ्यौँ अहिले हामीले। येशू किन गधामै बस्नु पर्यो भन्दाखेरि चाहिँ अगमबाणीलाई पुरा गर्नको निम्ति। आमेन। के अरे अगमबाणी अथवा भविष्यवाणीलाई पुरा गर्नको निम्ति येशू गधामै चढ्नु पर्थ्यो। 4 पद, अगमवक्ताद्वारा बोलेको
वचन पूरा होस् भनेर चाहिँ यो भएको हो भनेको छ। अगमवक्ताको वचन पूरा अथवा भविष्यवाणी पूरा होस् भनेर चाहिँ येशू कहाँनिर चढ्नुभयो? गधामै चढ्नुभयो। येशू गधामै चढेर यरुशलेम प्रवेश गर्नुभयो। अथवा येशू गधामै चढ्नुभयो अथवा येशू गधामै बस्नुभयो, यसको अर्थ छन्। अनि अर्को कुरो चाहिँ यसको मेन उद्देश्य चाहिँ के हो भन्दाखेरि चाहिँ येशू गधामा चढेर यरुशलेम आउनुभयो भविष्यवाणी पूरा हुन, अगमवक्ताहरूले बोलेको भविष्यवाणी, अगमवाणी भविष्यवाणी पूरा हुनको निम्ति थियो। अनि येशूले गधामा चढेर कहाँ जानुभयो? यरुशलेममा प्रवेश गर्नुभयो। अनि अर्को कुरो चाहिँ के हो भन्दाखेरि चाहिँ यो 21 को 5 पदमा पढ्नेछु ल। यहाँ यसो भनेको छ, सियोनकी छोरीलाई भन्, हेर तिम्रो राजा तिमी कहाँ आउँदैछन्, विनम्र भई गधामाथि सवार भएर गधाको बच्चा एउटा बछडोमाथि भनिकन यहाँ भनेको छ। विनम्र देखाउनको निम्ति, नम्र हुनको निम्ति, विनम्र देखाउनको निम्ति म चाहिँ परमेश्वरको पुत्र शान्तिको राजकुमार, म चाहिँ ख्रिस्ट येशू चाहिँ शान्तिको राजकुमार हो है भनेर विनम्र देखाउनको निम्ति ख्रिस्ट येशू गधामाथि चढ्नुभयो। आमेन आमेन। एउटा विनम्र देखाउनको निम्ति, एउटा नम्र देखाउनको निम्ति आज हामी नम्र हुन सक्छौँ के त? येशू ख्रिस्ट सारा सृष्टिको मालिक, सारा जगतको पापलाई उठाइलाने ठुमा येशू ख्रिस्ट के हुनुभयो? एउटा विनम्रतालाई देखाउनको निम्ति येशू ख्रिस्ट कहाँ चढ्नुभयो? गधामाथि चढ्नुभयो। अनि गधामाथि चढेर चाहिँ उहाँ यरुशलेममा प्रवेश गर्नुभयो। अनि मानिसहरूले भन्दछ, परममा परमेश्वरको पुत्र ख्रिस्ट येशू दाउदको सन्तान होसाना 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 भनिकन के गरेछ? मानिसहरूले गीतहरू गाउँदै होसाना होसाना भन्दै के अरे खजुरको डालाहरू हल्लाउँदै हल्लाउँदै एकदमै उत्सवको साथमा ख्रिस्ट येशूलाई चाहिँ यरुशलेममा स्वागत गरेको छ। अनि यहाँनिर येशू ख्रिस्ट यरुशलेममा प्रवेश गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ उहाँ चाहिँ एउटा म चाहिँ परमेश्वरको पुत्र ख्रिस्ट येशू हुँ अनि म चाहिँ एकदमै विनम्र छु, मानिसले यो जान्न सकोस् कि म एकदमै नम्र छु भनिकन यसो गर्नुभयो। आमेन आमेन। यो कुरालाई उहाँले प्रकट गर्नुभयो कि म चाहिँ एकदमै नम्र छु भनिकन है, एकदमै नम्र हुँ भनिकन चाहिँ येशूले यो कुरो प्रकट गर्नको निम्ति उहाँ येशू चाहिँ गधामाथि चढ्नुभयो, गधामाथि चढ्नुभयो अथवा येशू चाहिँ गधामाथि बस्नुभयो। अनि हामी यहाँनिर देख्छौँ येशू ख्रिस्ट विनम्र हुनको साथसाथै येशूले चाहिँ गधामाथि चढेर आएर चाहिँ के प्रतीकलाई चाहिँ केलाई चाहिँ धर्काउनु भयो भन्दाखेरि चाहिँ जकरिया को पुस्तक 9 को 9 र 10 मा पढ्नुहोस् त एकजनाले। जकरिया 9 को 9 र 10। हे सियोनकी छोरी रमाऊ, हे यरुशलेमकी छोरी जोडसित कराऊ, हेर तिम्रो राजा तिमी कहाँ आउँदै हुनुहुन्छ, उहाँ धर्मात्मा र मुक्तिदाता हुनुहुन्छ, उहाँ भला हुनुहुन्छ र गधामाथि अर्थात् गधाको बच्चा एउटा बछडामाथि सवार भएर आउँदै हुनुहुन्छ। म एफ्राइमबाट रथहरू र यरुशलेमबाट जङ्गी घोडाहरू लैजानेछु र लडाईँको धनुष भाँचिनेछ। उहाँले जाति जातिहरूलाई शान्तिको घोषणा गर्नुहुनेछ। उहाँको राज्य समुद्रदेखि समुद्रसम्मै र युफ्रेटिस नदीदेखि पृथ्वीको अन्तसम्मै हुनेछ। धन्यवाद। जेम्सलाई वचन पढेमा परमेश्वरले आशीष दिनु। यहाँ जकरिया 9 को 9 र 10 मा हामी देख्छौँ है के भयो वचन सुनाए। म यहाँबाट सबै कुरो देख्छु है। जकरिया 9 को 9 र 10 मा यहाँनिर भन्दछ है, हे सियोनको छोरी खुब रमाऊ र के गर, यरुशलेमको छोरी जोरसित कराऊ, हेर तिम्रा राजा तिमी कहाँ आउँदै हुनुहुन्छ। राजा येशू ख्रिस्ट संसारको राजा, सारा जातिको पाप उठाइलै जाने थुमा असल थुमा अथवा असल राजा येशू ख्रिस्ट यरुशलेममा आउनुहुँदैछ गधाको बछडोमाथि चढेर। अनि उहाँले चाहिँ एउटै कुरो घोषणा गर्नुहुन्छ, त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ सबै कुरो अशान्तिको कुरोलाई छोडेर, सबै झैडाको कुरोलाई छोडेर, सबै बिनाको अशान्तिको कुरोहरूलाई छोडेर शान्ति दिनको निम्ति चाहिँ म चाहिँ शान्तिदाता, मुक्तिदाता, म चाहिँ संसारको उद्धारदाता, शान्तिदाता
भनिकन येशू ख्रिस्ट कहाँ चढेर आउनुभयो यरुशलेममा गधामा चढेर आउनुभयो आमेन सबैभन्दा ठुलो कुरो चाहिँ ख्रिस्ट येशूले यो देखाउनु हो कि म चाहिँ शान्तिदाता हो भनिकन आमेन येशू चाहिँ शान्तिदाता यसै कारणले गर्दा यूहन्ना 14 को 27 पढेको छ हेर म तिमीलाई शान्ति दिनेछु जुन शान्ति चाहिँ संसारले दिए जस्तो होइन तर त्यो शान्ति चाहिँ अनन्त अनन्तसम्म रहने शान्ति आमेन आमेन शान्तिदाता येशू ख्रिस्ट हुनुहुन्छ आज हामी मानिस अशान्तिमा रहन्छौँ आज हामी मानिस अशान्तिको पीडाले हामी छटपटाइरहेका छौँ आज हामी मानिस अशान्तिमा हामी बढिरहेका छौँ तर ख्रिस्ट येशू भन्नुहुन्छ हेर म यरुशलेममा गधाको बछिटोमाथि चढेर आइरहेको छु त्यो चाहिँ किन भन्दा तिमीलाई शान्ति दिनको निम्ति हालेलुया 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 येशू ख्रिस्टले चाहिँ तपाईँ अनि मेरो जीवनमा शान्तिलाई लिएर आउनु भएको छ आमेन येशू ख्रिस्ट उहाँ तपाईँ अनि मलाई त्यो शान्ति दिनको निम्ति शान्तिदाता भएर उहाँ तपाईँ अनि म कहाँ आउनु भएको छ यरुशलेममा मात्र आउनु भएन आज तपाईँ अनि म भित्र पनि उहाँ आउनु भएको छ आमेन भित्र पनि उहाँ शान्तिदाता भएर आउनु भएको छ अनि 10 पदले भन्छ यहाँनिर म एब्राहिमबाट रथहरू र यरुशलेमबाट जङ्गा घोडाहरू लैजानेछु र लडाइँको धनु भाँच्नेछु उहाँले जाति जातिहरूलाई शान्तिको घोषणा गर्नुहुनेछ उहाँको राज्य समुद्रदेखि समुद्रसम्म र युफ्रेटिस नदीदेखि पृथ्वीको अरूसम्म हुनेछ भनेर येशू ख्रिस्ट शान्तिको राजा हुनुहुन्छ शान्तिको राजकुमार हुनुहुन्छ शान्तिदाता हुनुहुन्छ अनि यसै कारणले गर्दा हामी यो समय यो भन्नेछौँ येशू साँच्चै तपाईँ शान्तिदाता मलाई खोज्नको निम्ति तपाईँ आउनुभयो मलाई खोज्नको निम्ति तपाईँ शान्तिदाता येशू यस संसारमा आउनुभयो अनि तपाईँ शान्तिदाता येशूलाई धन्यवाद भन्दै हामी के गर्दैछौँ परमेश्वरलाई धन्यवाद चढाउँछौँ मानिसहरूले यरुशलेमको खजुरको डाँडाहरू हल्लाउँदा त्यति बेला येशूलाई स्वागत गर्यो भने हामीहरू हृदयबाट रमाउँदै आनन्दित हुँदै हाम्रो हृदय खोलिकन हामी येशूलाई के भन्दैछौँ धन्यवाद चढाउँदैछौँ आमेन आमेन किनभने उहाँले अशान्ति कुरोलाई हटाइदिनु भएको छ लडाइँ झै झगडा यहाँ बाइबलले 10 को 2 भन्छ झगडा 9 को 10 को 2 सबै कुरोहरू एब्राहिमबाट रथहरू यरुशलेमबाट जङ्गी घोडाहरू लैजानेछु र लडाइँको धनुहरू भाँचिदिनेछु उहाँले जाति जातिहरूलाई शान्तिको घोषणा गर्नुहुनेछ भनेर अनि ख्रिस्ट येशू शान्ति दिनको निम्ति यो संसारमा आउनुभयो उहाँ शान्तिको राजकुमार हुनुहुन्छ अनि त्यो लडाइँहरूलाई त्यो झगडाहरूलाई त्यो अशान्तिहरूलाई त्यो साँपको अशान्तिहरूलाई पापको बन्धनको त्यो अशान्तिहरूलाई हटाउनको निम्ति येशू शान्तिदाता भइकन यरुशलेममा प्रवेश गर्नुभयो है हामीले हेरिरहेछौँ येशू किन गधामा बस्नुभयो यसको अर्थ के हो भन्ने कुरा हामीले हेरिरहेछौँ येशू किन गधामा आउनुभएछ अशान्ति भएको मानिसहरूलाई के दिन शान्ति दिनको निम्ति विनम्रतालाई देखाउनको निम्ति भविष्यवाणीलाई पुरा गर्नको निम्ति चाहिँ येशू गधामा चढेर यरुशलेममा आउनुभयो आमेन आमेन है यो कुरा हामी आजको दिनमा हेर्नेछौँ अनि साँच्चै नै एउटा घोडामाथि चढेको त घोडा चाहिँ लडाइँको प्रतीक एउटा लडेको चिनो भनेर भन्ने गर्छ घोडा तर गधालाई चाहिँ लडाइँमा मान्छेहरू गधामाथि चढेर लडाइँ गर्नु गएको देख्नु भएको छ देख्यो मैले त देखेको छुइनँ देख्नु भएको छ मैले त देखेको छुइनँ तर घोडामाथि चढेर मानिसहरू तरबार चलाएको तीर चलाएको त मैले धेरै फिल्मतिर पनि देखेको छु है धेरै लडाइँ गर्न गएकोहरू पनि मैले देखेको छु तर गधामाथि चढेर चाहिँ मानिसहरू लडाइँ गर्न एकले अर्को विरुद्धमा तरबार चलाउन गएको चाहिँ मैले कहिले पनि देखेको छुइनँ त्यसै कारणले गर्दा येशू ख्रिस्टले गधालाई प्रयोग गर्नुभयो येशूले भन्नुभयो म चाहिँ शान्तिदाता हो भनिकन आमेन अनि यसै कारणले गर्दा हामी पाल्म सन्डे भनिकन हामी घोषणा गर्छौँ खजुरको आइतबार हो भनिकन घोषणा गर्छौँ अथवा हामी पाल्म सन्डेलाई हामी यसरी मनाउँछौँ है अघिल्लो आइतबार येशू यरुशलेम प्रवेश गर्नुभयो अनि बिते शुक्रबारको दिन फेरि के गर्नुभयो उहाँ कल्वारी क्रुसमा टाँगिनु भयो अनि आउँदो शुक्रबार हामी ती कुरोलाई पनि हामी हेर्दैछौँ गुड फ्राइडे भनिकन अनि येशू साँच्चै नै
तपाईँ अनि मलाई शान्ति दिनको निम्ति उहाँ यो संसारमा आउनुभयो। अनि यो कुरोलाई हामीले हेरिरहेका छौँ। आज धेरैजनाहरू अशान्तिमा, दुःखमा, कष्टमा परेर बसिरहेको छ, तर येशू भन्नुहुन्छ हेर म तिमीहरूमा आएको छु तिमीलाई शान्ति दिनको निम्ति। अब निराश नहुनुहोस्, अब दुखित नहुनुहोस्, अब अशान्ति नरहनुहोस्। येशू ख्रीष्ट शान्तिदाता भइकन तपाईँ अनि मेरो निम्ति आइसक्नु भएको छ। आमेन। येशू चाहिँ शान्तिदाता हुनुहुन्छ। अनि येशूमाथि हामी विश्वास गर्नेहरू कहिले पनि निराशामा बस्दैनौँ। येशूमाथि विश्वास गर्नेहरू कहिले पनि हामी दुखित हुँदैनौँ। होला परिवारमा धेरै दुःख समस्याहरू होला, तर हामी एउटै कुरो जान्दछौँ, प्रभु येशू मसँग हुनुहुन्छ। आमेन। प्रभु येशू मसँग हुनुहुन्छ भनिकन हामी त्यो कुरोलाई हामी घोषणा गर्नेछौँ। अनि येशू सँगै परमेश्वरको वचनलाई पुरा गर्नको निम्ति हामी यहाँनिर हामी देख्छौँ येशू ख्रीष्ट यशाया 9:6 हामी देख्छौँ येशू ख्रीष्ट शान्तिको राजकुमार भनिकन। यशाया 9:6 पढ्नुहोस् त। 9:6 अक्षमको कुरो चाहिँ यहाँनिर हामी यहाँनिर देख्छौँ है। वचनबाट परमेश्वरले आशिष दिनुभएका होस् आराधनालाई। र यहाँनिर हामी देख्छौँ 9:6 हामी देख्छौँ किनभने हाम्रा निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ। उहाँ अक्षमको सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइन्छ। शान्तिको राजकुमार, अनन्तका पिताले शान्तिको राजकुमार ख्रीष्ट येशूलाई हाम्रो निम्ति पठाउनु भएको छ यस संसारमा। अनि उहाँ चाहिँ यरुशलेमवासीहरूको निम्ति मात्र नभएर यरुशलेममा उहाँ प्रवेश गर्दा यरुशलेमवासीहरू खुसी नभएर आजको दिनमा तपाईँ अनि म पनि खुसी हुनुपर्छ। आजको दिनमा तपाईँ अनि म पनि रमाउनुपर्छ। आजको दिनमा तपाईँ अनि मैले रमाहाल गर्नुपर्छ, किनभने शान्तिदाता येशू ख्रीष्टको तपाईँ अनि मैले पाएका छौँ। आमेन। तपाईँ अनि मैले कसलाई पाएका छौँ? शान्तिको दाता ख्रीष्ट येशू, शान्तिका राजकुमारलाई तपाईँ अनि मैले पाएका छौँ। हालेलुया। यसै कारणले गर्दा पाम सन्डे भनिकन यो घोषणा गरेको छ, अथवा पाम सन्डे खजुरको आइतबार भनिकन यो कुरोलाई घोषणा गरिएको छ। हामी यो यहाँनिर मत्तीको पुस्तकलाई हामी 5:43 र 44 पनि हामी पढौँ। मत्ती 5:43 र 44। मैले यसो भनेको सुनेका छौ, तिमीहरूले यसो भनेको सुनेका छौ, तिम्रो छिमेकीलाई प्रेम गर र तिम्रो शत्रुलाई घृणा गर। तर म तिमीहरूलाई भन्दछु, आफ्नो शत्रुलाई प्रेम गर र तिमीहरूलाई सताउनेहरूलाई निम्ति प्रार्थना गर। आमेन। यो वचन पढ्दाखेरि अचम्म लाग्यो होला है। मत्ती 5:43 र 44। तर येशू ख्रीष्ट शान्तिको राजकुमार तपाईँ अनि मैले पाएका छौँ। येशू शान्तिको राजकुमार तपाईँ अनि मसँग हुनुहुन्छ भने तपाईँ अनि मेरो छेउमा के हुनुपर्छ? हामीले हाम्रो छिमेकीलाई पनि प्रेम गर्न सक्नुपर्छ, हाम्रो शत्रुलाई पनि हामीले प्रेम गर्न सक्नुपर्छ। हाम्रो शत्रु हामीलाई सताउने भए तापनि, हाम्रो शत्रुले हामीलाई धेरै किसिमले सताए तापनि, हाम्रो छिमेकीले हामीलाई सताए तापनि उहाँको निम्ति शान्तिको राजकुमार उहाँले पनि, हाम्रो शत्रुले पनि, हाम्रो छिमेकीले पनि शान्तिको राजकुमार चाहिँ विश्वास गर्न सकेको होस् भनेर तपाईँ अनि मैले प्रार्थना गर्नुपर्छ। आमेन। किनभने शान्तिको राजकुमारको तपाईँ अनि मैले पाएको छौँ। हामीमा मात्र सीमित नभएर अघि हामीले सुनिरहेको थियो है, वृद्धमुनिका पश्चातमा ताप्दै जानु हुँदैछ। उहाँले शान्तिको राजकुमारमा उहाँ भित्र मात्र राख्न चाहनुभएन, तर ताप्लेजुङको मानिसहरूले पनि शान्तिको राजकुमार पाएको होस् भनेर उहाँहरू प्रचार धावा गरिरहनु भएको छ। आमेन। आज हामीले पनि हाम्रो छिमेकीलाई, हाम्रो शत्रुले पनि के गरोस्? हामीले पाएको शान्तिको राजकुमार उहाँले पाएको होस् भनेर हामीले प्रार्थना गरिदिनुपर्छ। उहाँहरूलाई पनि हामीले प्रभुको सुसमाचार त सुनाउनुपर्छ, किनभने हाम्रो शत्रुहरूको निम्ति पनि, हाम्रो छिमेकीको निम्ति पनि येशू ख्रीष्ट शान्तिको राजकुमार भएर यो संसारमा आउनुभएको। आमेन। आमेन। यो संसारमा आउनुभएको हामी हाम्रो शत्रुहरूलाई देख्ने बित्तिकै हामी के सोच्छौँ?
भनेर हामी भन्छौँ होला, यो किन यसरी यहाँ आएको भनेर हामी भन्छौँ होला। तर हाम्रो शत्रुको निम्ति पनि येशू ख्रीष्ट यरुशलेममा मात्र प्रवेश गर्नु भएन, तर हाम्रो शत्रुको निम्ति हाम्रो ठाउँमा पनि येशू प्रवेश गर्नुभएको छ। उहाँको निम्ति पनि तपाईँ अनि मैले जोडले के गर्नुपर्छ, प्रार्थना गर्नुपर्छ। आमेन। जसलाई हामीले मन पराउँदैनौँ ती मन नपर्ने व्यक्तिको निम्ति हामीले प्रार्थना गर्नुपर्छ। प्रभुसँग भन्नु पर्यो, प्रभु यो व्यक्ति परिवर्तन भएको होस्, प्रभु यो व्यक्तिले तपाईँ येशूलाई जीवन दिएको होस्, यो व्यक्तिले तपाईँको शान्तिलाई तपाईँ येशूलाई पाउन सकेको होस् भनेर उहाँको निम्ति हामीले प्रार्थना गर्नुपर्छ। किनभने सबैजनाको निम्ति चाहिँ येशू ख्रीष्ट यो संसारमा आउनु भएको हो। आमेन। सबैको निम्ति, तपाईँ अनि मैले मेरो निम्ति मात्र नभएर हामीलाई मन नपर्ने मानिसको निम्ति पनि, हाम्रो शत्रुको निम्ति पनि, हाम्रो छिमेकीको निम्ति पनि, हाम्रो मानिसको निम्ति पनि येशू ख्रीष्ट यो संसारमा आउनु भएको। यसै कारणले गर्दा हामीले सबैको निम्ति चाहिँ शान्तिका राजकुमार येशू ख्रीष्टलाई पाएको होस् भनेर हाम्रो शत्रुको निम्ति तपाईँ हामीले सधैँ नै प्रार्थना गर्नुपर्छ। आमेन। किनभने उहाँ चाहिँ शान्तिको राजकुमार हुनुहुन्छ, उद्धारकर्ता हुनुहुन्छ, उहाँ चाहिँ मुक्तिदाता हुनुहुन्छ। अनि उहाँ यरुशलेममा मात्र प्रवेश गर्नुभएको आज तपाईँ अनि मेरो हृदयमा पनि प्रवेश गरेको होस् भनी हामी सधैँ प्रार्थना गर्नुपर्छ। आमेन। आमेन। अनि अन्तमा म एउटा पदलाई पढिकन अन्त गर्नेछु। यशाया 53 को 5 पदलाई हामी पढ्नेछौँ। यशाया 53 को 5 पद 53 को 5 लाई हामी पढ्नेछौँ। यशाया हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसको कुराको जोडले हामी दिएको भयो। आमेन। यशाया 53 को 5 पद यसरी भन्छ। हामीले सुन्यौँ, अहिले वचन पढ्यौँ, जेम्सले वचन पढ्यो, हामीले सुन्यौँ। यहाँनिर यसो भन्छ, यहाँनिर तर अरू त हाम्रो अपराधहरूको निम्ति छेडियो, हाम्रो अधर्मको निम्ति उपेलियो, हामीमा शान्ति ल्याउने दण्ड उमाथि पर्यो र उसको कुराको जोडले हामी दिएको भयो। हामी अशान्तिमा थियौँ, हामी पीडामा थियौँ, हामी कष्टमा थियौँ, हामी वेदनामा थियौँ, हामी पापको दलदलमा डुबिरहेका थियौँ। पापको दलदलमा डुबेर हामी उठ्न नसकेको बेलामा, दलदलले धापमा परिरहेको बेलामा येशू ख्रीष्ट ठिक समयमा तपाईँ अनि मलाई शान्ति दिनको निम्ति, तपाईँ अनि मलाई उद्धार दिनको निम्ति, तपाईँ अनि मलाई सन्लाइट दिनको निम्ति, तपाईँ अनि मलाई अनन्त जीवन दिनको निम्ति येशू ख्रीष्ट शान्तिको राजकुमार भइकन यो संसारमा आउनुभयो। आमेन। आमेन। अनि यशाया 53 को 5 पद यसरी म भन्न चाहन्छु, प्रिय मित्र, हामी विवाहको अशान्तिले तडपिरहेको बेलामा, हामी कष्टको अशान्तिले तडपिरहेको बेलामा, हामी निराशा र हताशको अशान्तिले तडपिरहेको बेलामा येशू ख्रीष्ट चाहिँ के गर्नुभयो भने हामीले त्यो शान्ति पाओस् भनेर चाहिँ येशूले सबै दण्ड चाहिँ येशू माथि लिनुभयो। त्यो दिनको निम्ति, त्यो शान्ति दिनको निम्ति, सबै अपराध सबै बोक्नको निम्ति येशू ख्रीष्टले यरुशलेममा गधामाथि चढेर प्रवेश गर्नुभयो। अनि मानिसहरूले यो जान्न सक्यो कि येशू चाहिँ साँच्चै नै शान्तिको राजकुमार रहेछ, येशू चाहिँ साँच्चै नै विनम्र रहेछ, नम्रता येशूमा रहेछ भन्ने कुरो यरुशलेमवासीले देख्न सक्यो। अनि आज तपाईँ अनि मैले पनि हाम्रो आत्मिकतामा, हाम्रो आत्मिक आँखाले यो कुरो देख्नुपर्छ कि साँच्चै नै मेरो अधर्म चाहिँ येशूले भोग्नुभएको छ, मेरो पाप चाहिँ येशूले लिनुभएको छ, मेरो विवाद चाहिँ येशूले लिनुभएको छ, मेरो अशान्ति चाहिँ येशूले लिनुभएको छ, मेरो पीडा चाहिँ येशूले लिनुभएको छ। अब उहाँले मलाई शान्ति दिनुभएको छ भनेर आजको दिनमा हामी यो घोषणा गर्नेछौँ। अनि येशू तपाईँ अनि मलाई शान्ति दिनको निम्ति येशू यो संसारमा आउनुभयो। अनि हामी यो घोषणा गरौँ, येशू साँच्चै नै यरुशलेममा प्रवेश गरेर बस्नु भएर आउनुको अर्थ चाहिँ तपाईँ अनि मलाई शान्ति दिनको निम्ति हो। आमेन। तपाईँको शान्ति दिनु निम्ति आउनुहोस्, हाम्रो आँखालाई बन्द गरौँ अनि भनौँ, प्रभु तपाईँ गधामाथि चढेर आउनुको कारण चाहिँ मलाई शान्ति दिनको निम्ति हो, मलाई छुटकारा दिनको निम्ति हो, मैले शान्ति पाउनु भएको तपाईँले त्यो अशान्ति तपाईँले लिनुभयो, मैले सधैँ पाउनु भएको तपाईँले कोठाको छोडिदिनु सक्नुभयो, मैले मलाई छुटकारा हो भने तपाईँले क्रुसको वेदना लिनुभयो भनी हामी यो पनि भन्नेछौँ।
अनि प्रिय मित्र हामी यसलाई भनेछौँ साँच्चै नै म तपाईमा आनन्दित रहनको निम्ति म रमाउनको निम्ति म आनन्दित हुनको निम्ति म आनन्दले गाउनको निम्ति तपाईँ गधामाथि चढेर यरुशलेममा प्रवेश गर्नुभयो। यसको कारण चाहिँ मलाई शान्ति दिनको निम्ति मलाई उद्धार दिनको निम्ति मलाई अनन्त जीवन दिनको निम्ति मलाई माया गर्नको निम्ति तपाईँ यरुशलेममा गधामाथि चढेर प्रवेश गर्नुभयो भनी हामी यसो तपाईँलाई धन्यवाद। तपाईँ साँच्चै नै प्रभु मेरो निम्ति प्रभु तपाईँले धेरै ठुला कष्टहरूलाई तपाईँले सहनुभयो कारण मलाई माया गर्नको निम्ति मलाई शान्ति दिनको निम्ति मलाई अनन्त जीवन दिनको निम्ति मलाई प्रेम गर्नको निम्ति तपाईँले सबै वेदना दिनुभयो। प्रभु तपाईँलाई म धन्यवाद दिन्छु। अनि आज हामीले प्रभु राम्रोसँग विषय वचनहरू सुनेका छौँ। तपाईँ यसोको गधालाई किन रुचाउनु भयो अनि तपाईँ गधामा किन चढ्नु भयो भन्ने कुरा हामीले हेरेका छौँ। तपाईँ गधामा चढ्नुको कारणै शान्तिको प्रतीकलाई घोषणा गर्नको निम्ति तपाईँ आउनुभयो। प्रभु तपाईँलाई धन्यवाद। तपाईँ शान्तिको राजकुमारमा धन्यवाद। विभिन्न समस्यामा हामी थियौँ, अशान्तिमा थियौँ, तर सबै कुरो हामीलाई शान्ति दिन तपाईँ यस संसारमा आउनुभयो। तपाईँलाई म धन्यवाद मान्दछु। धन्यवाद प्रभु तपाईँको वचनको निम्ति तपाईँको शान्तिको निम्ति तपाईँ हामीसँग हुनुभएको निम्ति तपाईँलाई धन्यवाद दिन्छु। धन्यवाद प्रभु तपाईँको वचनको निम्ति तपाईँ हामीसँग बोल्नुभएको निम्ति तपाईँलाई धन्यवाद। धन्यवाद तपाईँलाई धन्यवाद। महिमा तपाईँलाई दिन्छु येशूको नाममा। आमेन। हालेलुया हालेलुया। यो वचनमा सन्देशमा परमेश्वर तपाईँले मलाई प्रशस्त आशिष दिनु भनेको